नमस्ते। यहाँ सम्पूर्णलाई नमस्ते। आज मैले कक्षा 10 अन्तर्गत विज्ञान तथा प्रविधि विषयमा यो पाठ बल र चाललाई यो 5 फ्रेमवर्कबाट दैनिक पाठ योजना कसरी तयार पार्ने भन्ने विषयमा एउटा सानो भिडियो लिएर आएको छु। यसलाई चाहिँ तपाईँहरूले हेरेर र आफ्नो प्रतिक्रियाहरू पनि राख्नलाई। सर्वप्रथम त यो 5 फ्रेमवर्क भनेको के हो भन्ने कुरा मैले डिटेलमा अहिले मैले शिक्षण सिकाइ क्रियाकलापमा उल्लेख गर्नेछु। खासमा यो 5 फ्रेमवर्क विशेष गरेर विज्ञान तथा प्रविधिमा सबैभन्दा बढी इफेक्टिभ हुने कारणले गर्दाखेरि आजभोलि यो 5 फ्रेमवर्क धेरै प्रयोगमा आउने गरेको छ। यो 5 फ्रेमवर्कले विद्यार्थीहरूलाई सक्रिय रूपमा शिक्षण सिकाइ क्रियाकलापमा इन्भल्भ हुन, सहभागी हुन मद्दत गर्छ। यसको प्रत्येक 5वटा यीले वाट्स के रिप्रेजेन्ट गरेको हुन्छ भन्ने कुरा मैले अहिले डिटेलमा भन्नेछु। सर्वप्रथम त यो हाम्रो दैनिक पाठ योजनाको एउटा खाका हो। यो तपाईँहरूलाई थाहा छ, यसमा म धेरै गइन तैपनि हाम्रो विषय विज्ञान तथा प्रविधि भइहाल्यो, जसमा मैले सहजीकरण गर्न गएको पाठ छ बल तथा चाल, बल र चाल, विषयवस्तु गुरुत्व आकर्षण, कक्षा 10, समय 1 घण्टा, यो भइहाल्यो सामान्य। अब मेन कुरा भनेको हामीले सुरुमा अब्जेक्टिभ हुनुपर्ने हुन्छ, लर्निङ एचिभमेन्ट। यो पाठ सकिसकेपछि आजको यो 1 घण्टा हामीले बिताइसकेपछि विद्यार्थीले यो पिरियडबाट के सिक्नु भन्ने कुरा हाम्रो आउँछ। त्यसमा सबैभन्दा पहिला गुरुत्व आकर्षण बलको परिचय दिन सक्ने हुनु पर्यो विद्यार्थी। त्यस्तै गरेर गुरुत्व आकर्षण बल सम्बन्धी न्युटनको नियम उल्लेख गर्न सक्नु पर्यो। त्यस्तै गरेर विश्वव्यापी गुरुत्व आकर्षण अचलको परिचय दिन सक्ने खालको हुनु पर्यो। र अब यो सम्पूर्ण विषयवस्तुलाई सहजीकरण गराउनको लागि हामीलाई शैक्षिक सामग्रीको आवश्यकता पर्दछ। त्यो सर आइज्याक न्युटनको तस्बिर यो कहाँ किन प्रयोग हुन्छ भन्ने कुरा म केही छिन देखाउँछु। र कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट र चार्ट पेपर यी सबै प्रयोग गरेर भयो भने हामीले यो 5 फ्रेमवर्कलाई सामग्री दिन सकिन्छ। अब म यो दैनिक पाठ योजनाको सबैभन्दा महत्त्वपूर्ण विषयवस्तुतर्फ जान गइरहेको छु। त्योमध्ये यो शिक्षण सिकाइ क्रियाकलाप भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अब मैले हेरौँ यो 5 फ्रेमवर्क प्रयोग गरेर हामीले कसरी चाहिँ 5वटा यीलाई कसरी एक्सप्लोर गर्न सकिन्छ भन्ने कुरामा म डिटेलमा गइरहेको छु। सुरुमा भन्दो रहेछ यो इङ्गेज भन्दो रहेछ। इङ्गेज भनेको मस्तिष्क मन्थन। विद्यार्थीहरूलाई विषयवस्तुतर्फ कसरी ध्यान आकर्षण गराउने र विद्यार्थीहरूलाई विषयवस्तुतर्फ कसरी रुचि पैदा गर्ने भन्ने कुरा यसले चाहिँ इङ्गेजमा पर्दो रहेछ। यसमा हामीले यो सुरुको फोटोलाई देखाएर यी को हुन् भनेर सोध्ने, यो फोटोमा देखिएको व्यक्ति को हुन् भनेर सोध्ने र एउटा कथा सुनाउने। कुनै एक दिन न्युटन आँखको बुट मुनि बसेर पढ्दै गर्दा, स्याउको बुट मुनि बसेर पढ्दै गर्दा स्याउ खस्यो र उनको दिमागमा यस्तो जिज्ञासा भयो भन्ने किसिमको भएर यो फोटो देखाएर विद्यार्थीहरूलाई रुचि देखाउने। यो स्याउदाना किन तल खस्यो, किन माथि गएन, किन यता गएन, योपट्टि गएन भन्ने कुरा जस्ता प्रश्नहरू गरेर विद्यार्थीहरूलाई के गराउने त मस्तिष्क मन्थन गराउने। त्यस्तै गरेर विभिन्न ग्रहहरू यो सूर्यको वरिपरि आफ्नो अर्बिटमा घुमिरहेका छन्, किन यो फुत्किएर जानु होला भन्ने खालका प्रश्नहरू पनि हामीले गरेर विद्यार्थीलाई के गरेर भन्दाखेरि विषयवस्तुतर्फ केन्द्रित गराउने। इङ्गेज भनेको विद्यार्थीहरूको पूर्व ज्ञानलाई पनि दाँच्ने प्रयास गर्ने र सकेसम्म विद्यार्थीहरूलाई विषयवस्तुतर्फ रुचि पैदा गर्ने, त्यसलाई भन्दो रहेछ इङ्गेज अथवा मस्तिष्क मन्थन। अब यो 5 अन्तर्गतको दोस्रो यीले जनाउँछ एक्सप्लोर, विद्यार्थीलाई अन्वेषण गर्न लगाउने। यसको लागि हामीले के गरिन्छ त भन्दाखेरि विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गर्ने र यो फेक एप्लिकेसनको प्रयोग गरेर 2वटा आकाशीय पिण्डबीचको दूरी र ती बीच उत्पन्न हुने गुरुत्व आकर्षण बल बीचलाई
एउटा फेथ सिमुलेसन प्रयोग गरेर देखाउने। अब यसमा सामान्यतः हामीले दुईवटा पिण्ड यहाँ देखाएको छ र ती दुईवटा पिण्डको केन्द्र बिचको दूरी हामीलाई देखाएको छ र यहाँ यो दुईवटा आकाशीय पिण्ड बिचमा लाग्ने बल यहाँ देखाएको छ र हामीले यसलाई कसरी एक्सप्लोर गर्न सकिन्छ त भन्दाखेरि कुनै पनि वस्तुको पिण्डलाई बढाउँदै जाँदा तीहरू बिचको गुरुत्वाकर्षण बल पनि वृद्धि हुन्छ भन्ने त्यसको लागि पहिला दूरीलाई कन्स्ट्यान्ट राख्ने हामीले 4.2 किलोमिटर दूरीमा कन्स्ट्यान्ट राखेर यिनीहरूको पिण्डलाई बढाएर हेर्दाखेरि पिण्ड बढाउँदै जाँदा हेर्नुहोस् यो गुरुत्व आकर्षण बल पनि के भएको छ त बढ्दै गएको छ भनेर हामीले देखाइदिने अझ वृद्धि हुँदै गयो। त्यस्तै गरेर अहिले यो दुईटाको पिण्डलाई समान राखेर ती दुईटाको दूरीलाई बढाउँदै जाने हो भने यो गुरुत्व आकर्षण बल के भएको छ त घट्दै गएको छ भनेर यसरी चाहिँ विद्यार्थीहरूलाई के गर्ने त एक्सप्लोर गर्ने। भन्नुको अर्थ कुनै पनि दुईवटा आकाशीय पिण्ड बिचको दूरीसँग ती बिचमा उत्पन्न हुने गुरुत्व आकर्षण बल ठ्याक्कै उल्टो हुँदो रहेछ, व्युत्क्रमानुपातिक हुँदो रहेछ भने पिण्ड बिच चाहिँ समानुपातिक हुँदो रहेछ। पिण्ड बढाउँदाखेरि तपाईको पिण्ड बढाउँदाखेरि हाम्रो बल पनि बढेको छ तर हेर्नुहोस् त दूरीलाई घटाउँदाखेरि चाहिँ घटाउँदाखेरि बल बढेको छ, बढाउँदाखेरि चाहिँ के भएको छ त बल घटेको छ भनेर यसरी विद्यार्थीलाई के गर्ने त एक्सप्लोर गर्ने है त। यो दोस्रो योजना छ। विद्यार्थीहरूलाई फेथ सिमुलेसन प्रयोग गरेर देखाइसकेपछि अब हामीले यसलाई के गर्ने त एक्सप्लेन गर्ने। 3 नम्बर बी 5p मध्येको 3 ले जनाउँदो रहेछ एक्सप्लेन व्याख्या गर्ने। अब यसमा हामीले के बताइदिने त भन्दा सैद्धान्तिक रूपमा विद्यार्थीहरूलाई कुनै दुईवटा गुरुत्व आकर्षण बलले उत्पन्न हुने कुनै दुईवटा पिण्ड बीच उत्पन्न हुने गुरुत्व आकर्षण बल या तिनीहरूको पिण्डसँग है तिनीहरूको पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ भनेर बताइदिने पहिलो नियम। यो बेलामा d लाई चाहिँ कन्स्ट्यान्ट राख्नुपर्छ भन्ने पनि बताइदिने। त्यस्तै गरेर ती दुईटा पिण्ड बीच उत्पन्न हुने गुरुत्व आकर्षण बल गुरुत्व आकर्षण बल हैन यो केन्द्रदेखिको दूरीको वर्गसँग है स्क्वायरसँग व्युत्क्रमानुपातिक हुन्छ भनेर पनि के गर्ने बताइदिने। 1/d² हुन्छ भनेर बताइदिने आइए। त्यसपछि यी दुईटा इक्वेसनलाई चाहिँ के गर्न लगाउने त सल्भ गर्न लगाउने, सल्भ गरेर देखाइदिने है m d² हुन्छ भन्ने। यो प्रोपोर्सनालिटी साइनलाई हटाउनको लागि क्यापिटल G f g क्यापिटल M स्मल m अपन d² जहाँ चाहिँ यो g के हो त युनिभर्सल ग्रेभिटेशनल कन्स्ट्यान्ट हो भनेर बताइदिने र यसको मान बताइदिने। वास्तवमा यो के हो भनेर चाहिँ विस्तृत रूपमा जाने। यसरी हामीले के गर्ने त भन्दा फेथ सिमुलेसनबाट देखाएको कुरालाई हैन सैद्धान्तिक म्याथमेटिकल्ली त्यो गुरुत्व आकर्षण बल र दुईवटा वस्तुको पिण्ड र तिनीहरूको दूरीको सम्बन्धलाई प्रयोग गरेर यो सूत्रसम्म निकालेर देखाइदिने। यसलाई भन्दो रहेछ एक्सप्लेन है। यसलाई भन्दो रहेछ एक्सप्लेन गरेर यो 5p मध्येको चौथो नम्बरमा रहेको छ इलाबोरेट जसलाई विस्तार गर्ने भनिन्छ। यो विस्तार गर्नेमा हामीले के गर्न सकिन्छ त भन्दा भर्खरै हामीले देखाएको f बराबर g क्यापिटल M स्मल m अपन d² मा यो पिण्डलाई 2 गुणा गर्दा पिण्डलाई आधा गर्दा दूरीलाई आधा गर्दा दूरीलाई 2 गुणा गर्दा यो बलमा कस्तो फरक पर्छ भन्ने कुरा एउटा टेबल बनाएर देखाउने है। त्यसलाई पनि इलाबोरेट गर्न सकियो। त्यस्तै गरेर यसलाई युनिभर्सल ग्रेभिटेशनल कन्स्ट्यान्ट भनिन्छ भनेर देखाउने, यसको चाहिँ मान लेखेर देखाउने हैन। यही फर्मुला प्रयोग गरेर यो g को मान g को SI युनिट निकालेर देखाउने यसलाई भनिन्छ विस्तार गर्ने। त्यस्तै गरेर अन्य कुराहरू जस्तो समुद्रमा ज्वारबाट आउने कारणहरू बताइदिने। त्यस्तै गरेर यो गुरुत्व आकर्षण बल नभएको भए के हुन्थ्यो होला भनेर विद्यार्थीलाई छलफल गर्न लगाउने र हामीले के गर्ने त भन्दाखेरि यो सिद्धान्तलाई के विस्तार गरेर देखाउने है। यो चौथो इले चाहिँ इलाबोरेट जनाउँदो रहेछ है। ओके अब हाम्रो 5औं नम्बरको इले जनाउँछ यो इलाबोरेट गरिसकेपछि अब विद्यार्थीले अहिलेसम्म
गराएको क्रियाकलाप बुझ्यो कि बुझेन भन्ने कुरा इभ्यालुएसन है मैले सही पढाएको छु कि छैन भनेर चाहिँ एउटा के गर्ने भन्दा मूल्याङ्कन गर्ने इभ्यालुएट गर्ने जसलाई जुनमा चाहिँ आउँदो रहेछ इभ्यालुएट हाम्रो यसमा चाहिँ के हुँदो रहेछ 5E मात्रै को लास्ट टी हुँदो रहेछ इभ्यालुएट। यसमा चाहिँ के गर्ने त भन्दाखेरि विद्यार्थीलाई समूहमा विभाजन गर्ने, केही चित्र बनाउन लगाउने, प्रस्तुतिकरण गर्न लगाउने, छोटा क्विजहरू तयार पार्ने हैन, यो युनिभर्सल ग्राभिटेसनल कन्स्ट्यान्ट जी भनेको के रहेछ भनेर सोध्न लगाउने हैन, गुरुत्वाकर्षण बल भनेको के रहेछ भनेर सोध्न लगाउने। अनि त्यसपछि आएर यो m बराबर g क्यापिटल M स्मल m अपन d स्क्वायरमा यो पिण्डलाई 7 टाइम्स 8 टाइम्स गर्दाखेरि f मा कुनै फरक पर्छ भन्ने जस्ता खालका के गर्ने त तिनीहरूलाई छोटो प्रश्नहरू दिएर विद्यार्थीहरू सही ट्र्याकमा छन् कि छैनन्, यानि पढाएको यो क्रियाकलापहरू बुझे कि बुझेनन् भनेर हामीले यो तरिकाले के गर्न सकिन्छ त इभ्यालुएसन गर्न सकिन्छ। यसरी हामीले 5वटा ईमा 5E फ्रेमवर्कमा हामीले के गर्न सकिन्छ त शैक्षिक क्रियाकलाप शिक्षण सिकाइ क्रियाकलापले सञ्चालन गर्न सकिन्छ। अब त्यसपछि हाम्रो अर्को छ यो गृहकार्यता हामीले नर्मल खालको सामान्य खालको पाठ योजना तयार पार्दा पनि दिइन्छ। यो गृहकार्य दिन सकिन्छ। हामीले विद्यार्थीलाई अन्य गुरुत्वाकर्षण अन्य असरहरू हैन सम्बन्धी यो गुरुत्वाकर्षण सम्बन्धी विभिन्न प्रश्नहरू दिएर के गर्न सकिन्छ त उनीहरूलाई गृहकार्य गर्न लगाइन्छ। यसरी मैले आज यो 5E फ्रेमवर्कमा र दैनिक पाठ योजना कसरी तयार गर्न सकिन्छ, विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा प्रत्यक्ष संलग्न गराउन कसरी सकिन्छ भन्ने कुरा यो 5E फ्रेमवर्कबाट देखाउने प्रयत्न गरे। म पनि सिकारो नै हो हैन, केही गल्ती कमजोरी हुन सक्छ, तपाईहरुमा अझ यो भन्दा राम्रा के पछि अझ ओगटेको भए हुन्थ्यो भन्ने लाग्छ भने कमेन्टमा सल्लाह सुझाव पनि दिनु होला। नमस्कार।